जापानिजमा केही कुरा गेस गर्दाखेरि या केही कुरा मलाई चाहिँ यस्तो लाग्छ भनेर भन्दाखेरि चाहिँ कसरी भन्ने त और कसैले केही कुरा भनेको छ त्यो अरूलाई भन्दाखेरि ए यस्तो यस्तो हो रे भनेर चाहिँ कसरी भन्ने त पानी पर्छ जस्तो लाग्छ पानी पर्छ रे त्यस्तो यस्तो कुराहरू चाहिँ जापानिजमा कसरी भन्ने त आज हामी जापानिजको स्वदेश र मिताईको बारेमा पढ्ने छौं यो स्वदेश र मिताई चाहिँ एकदमै इम्पोर्टेन्ट छ डेली कन्भर्सेसनमा पनि प्लस तपाईहरुको N5 र N4 कहिलेकाहीँ N3 मा पनि यसले अलिअलि कन्फ्युजन लिएर आउँछ सो यसको बारेमा आज हामी डिटेलमा बुझ्ने छौं हामीले स्वदेश केही कुरा गेस गर्ने बेलामा या कसैले भनेको कुरा चाहिँ यस्तो हो भन्ने बेलामा युज गरिन्छ जस्तै यसो हेर्यो आज चाहिँ पानी पर्छ जस्तो लाग्यो भने चाहिँ पानी पर्ला जस्तो छ भनेर भन्दाखेरि अथवा तपाईले न्यूजपेपरमा हेर्नुभयो अनि त्यहाँ चाहिँ पानी पर्छ जस्तो लेखेको छ भने के भन्नुहुन्छ पानी पर्छ रे भनेर भन्नुहुन्छ हैन त्यसरी तपाईले आफूले पहिलो कुरा आफूले सोचेको कुरा या अरूबाट पाएको इन्फर्मेसनको कुरा त्यो अनुसार चाहिँ स्वदेश युज गर्ने तरिका फरक फरक हुन्छ यो दुईटा कुरा एकदमै याद गर्नु होला फर्स्ट आफूले सोचेको आफूले विचार गरेको कुरा त्यो छुट्टै तरिकाले युज गरिन्छ अनि सेकेन्ड कुरा अरूले भनेको इन्फर्मेसनको सोर्स चाहिँ अरू भएको बेलामा चाहिँ स्वदेश अर्कै तरिकाले युज गरिन्छ अर्थात रे तरिकाले युज गरिन्छ अब एक्जाम्पल हेर्दै जाम तपाईहरुलाई अझै सजिलो हुन्छ सबैभन्दा पहिला स्वदेश तीनटा कुरामा युज हुन्छ वर्ब एडजेक्टिभ अनि नाउनमा अब वर्बमा कसरी युज गर्ने एडजेक्टिभमा कसरी युज गर्ने नाउनमा कसरी युज गर्ने हामी बिस्तारै एउटा एउटा गर्दै हेर्दै जान्छौं सबैभन्दा पहिला वर्बमा युज गर्दाखेरि तपाईहरुको अघि मैले भनिसके एउटा चाहिँ आफूले सोचेको एउटा चाहिँ अरूबाट इन्फर्मेसन पाएको कुरा एउटा चाहिँ जस्तो लाग्छ भन्ने बेलामा एउटा चाहिँ रे भन्ने बेलामा युज गर्ने हो अब जस्तै फर एक्जाम्पल आमेगा फुरिसोदेश यसो हेर्यो पानी पर्ला जस्तो लाग्यो भने के भनिन्छ आमेगा फुरिसोदेश पानी पर्ला जस्तो छ अनि हिजो न्यूजमा पानी पर्छ भनेर भनेको थियो हैन त्यसकारण तपाईले साथीलाई भन्ने बेलामा के भन्नुहुन्छ आस्ता आमेगा फुरुसोदेश भनेको पानी पर्छ रे यहाँ पनि स्वदेश युज भएको छ यहाँ पनि स्वदेश युज भएको छ एउटाले चाहिँ पानी पर्छ जस्तो लाग्छ भनेको छ एउटाले चाहिँ पानी पर्छ रे भनेर भनेको छ यो बुझ्नको लागि चाहिँ तपाईहरुले यसको काताची बुझ्नुपर्छ यसको यो कसरी बनेको छ त्यो बुझ्नुपर्छ अब सबैभन्दा पहिला आफूले सोचेको कुरा जस्तो लाग्छ जस्तो देखिन्छ भने चाहिँ कसरी भन्ने त त्यसको बारेमा हेर्ने छौं त्यसपछि अरूले भनेको कुरा अरूलाई भन्दाखेरि यस्तो हो रे त्यस्तो हो रे भनेर चाहिँ कसरी भन्ने भनेर हेर्ने छौं है त सबैभन्दा पहिला आफूले सोचेको कुराहरू जस्तो लाग्छ जस्तो देखिन्छ भनेर चाहिँ कसरी भन्ने त त्यसको लागि चाहिँ वर्बको मास फर्मबाट मास हटाउने अनि स्वदेश जोड्ने त्यति हो वर्बको मास फर्मबाट मास हटाउने अनि स्वदेश जोड्ने फर एक्जाम्पल तपाईले यहाँ देख्न सक्नुहुन्छ फुरी मास भनेको पानी पर्नु त्यसमा मास हटाएर स्वदेश जोड्नु भयो भने के भयो फुरी स्वदेश भनेको पानी पर्ला जस्तो छ अब नाकी मास भनेको के हो रुनु अब नाकी मासमा मास हटाएर स्वदेश थप्यो भने के हुन्छ नाकी स्वदेश अब कोदोमोगा नाकी स्वदेश भनेको के हो बच्चा रुन लागे जस्तो छ यसो हेर्यो स्याड मुख बनाएको छ भने नाकी स्वदेश भनेको रुन लागे जस्तो छ भने अब यसो हेर्यो कप चक्केको छ वारे मास भनेको के हो फुट्नु मास हटाउने स्वदेश जोड्ने वारे स्वदेश कप्पुगा वारे स्वदेश भनेको कप फुट्ला जस्तो छ हैन फुट्ला जस्तो देखिन्छ यसै चाहिँ तपाईहरुले मास हटाएर स्वदेश जोड्नु भयो भने के हुन्छ त्यसको गेस फर्म अथवा जस्तो लाग्छ आफुलाई लागेको कुरा चाहिँ भन्न मिल्छ अब अर्को चाहिँ के हो भन्दाखेरि रे हैन यो चाहिँ पानी पर्छ रे हैन कप फुट्छ रे भनेर भन्दा चाहिँ कसरी भन्ने त अब एक्जाम्पल हेरौं अब अरूबाट आएको सोर्सलाई चाहिँ अरूलाई भन्दाखेरि चाहिँ कसरी भन्ने त त्यसमा चाहिँ वर्बको डिक्सनरी फर्म प्लस स्वदेश अहिले मास फर्ममा थियो भने अहिले डिक्सनरी फर्म जस्तै फुरी मासको डिक्सनरी फर्म के हुन्छ फुरु प्लस स्वदेश फुरुसोदेश आसिता आमेगा फुरुसोदेश भनेको भोलि पानी पर्छ रे भने हो अब तपाईले आमेगा फुरुसोदेश भन्दाखेरि के मिनिङ आयो पानी पर्छ रे भन्ने मिनिङ आयो तर त्यसमा तपाईले आमेगा फुरिसोदेश भनेर भन्नुभयो भने पानी पर्छ जस्तो छ भन्ने मिनिङ आउँछ त्यसकारण अगाडिको फर्म चाहिँ डिक्सनरी फर्म छ कि छैन त्यो हेरेर चाहिँ रे हो कि जस्तो छ भनेर फरक हुन्छ है त्यही भएर यो कुरा चाहिँ एकदमै याद गर्नु होला यो चाहिँ N4 N5 को एक्जाममा पनि आउँछ सो डिक्सनरी फर्म प्लस स्वदेश गर्यो भने के हुन्छ रे को मिनिङ दिन्छ मास फर्ममा मास हटाएर स्वदेश जोड्यो भने के हुन्छ त्यसले चाहिँ जस्तो छ को मिनिङ दिन्छ अब यहाँ कुरु प्लस स्वदेश कुरुसोदेश हैन खारे वा क्यो कुरुसोदेश
ऊ आज आउँछ रे। अब यो आज आउँछ रे भनेर चाहिँ कसरी भनेको भन्दाखेरि अरूले पहिले अरू ठाउँबाट इन्फर्मेसन पाएर अथवा त्यही मान्छेले भनेर चाहिँ भन्दाखेरि चाहिँ आउँछ रे भनेर भने हो है। अब हाजिमारु भनेको के हो? सुरु हुनु प्लस सो देश के हुन्छ? हाजिमारु सो देश भन्नुको अर्थ सुरु हुन्छ रे भने। खाइगी वा कोकोनी हाजिमारु सो देश भन्नुको अर्थ मिटिङ चाहिँ यहाँ सुरु हुन्छ रे भनेर भने। अब त्यो मिटिङको बारेमा कहाँ सुरु हुन्छ भनेर पहिले अरू ठाउँबाट इन्फर्मेसन पाएको भएर रे हुन्छ रे भनेर भनिया हो। अब तपाईहरुले सो देश भर्बसँग कसरी युज गर्ने भनेर त बुझिहाल्नु भयो। सो देशलाई चाहिँ रे भनेर पनि युज गर्न मिल्छ अथवा जस्तो लाग्छ भनेर पनि युज गर्न मिल्छ भनेर तपाईले बुझिहाल्नु भयो। अब सेम त्यसै गरी तपाईहरुले सो देशलाई चाहिँ एडजेक्टिभमा पनि युज गर्न सक्नुहुन्छ। मिठो जस्तो छ या मिठो छ रे, यसरी एडजेक्टिभमा पनि तपाईहरुले सो देश थप्न सक्नुहुन्छ। त्यो चाहिँ कसरी गर्ने स्टेप बाइ स्टेप हेरौँ है त। सबैभन्दा पहिला यदि तपाईहरुलाई एडजेक्टिभको ई के हो सी र ना के हो सी भन्ने के हो भनेर थाहा छैन भने तपाईहरुले युट्युबमा मेरो भिडियो हेर्न सक्नुहुन्छ। द गाइजिन भन्ने युट्युब च्यानलमा मैले एडजेक्टिभको बारेमा फुल भिडियो बनाएको छु, जसमा तपाईहरुले ई के हो सी अर्थात् ई एडजेक्टिभ र ना के हो सी ना एडजेक्टिभ राम्रोसँग बुझ्न सक्नुहुन्छ, राम्रोसँग छुट्याउन सक्नुहुन्छ। अब तपाईहरुले त्यो भिडियो हेरिसक्नुभयो भन्ने सोचेर म अगाडि बढ्छु है त। सबैभन्दा पहिला हामी ई के हो सी बाट हेर्छौं। ई के हो सी मा हामीले सो देश थप्दाखेरि सो देश युज गर्दाखेरि चाहिँ कस्तो हुन्छ त? ई के हो सी मा यदि तपाईले आफैले केही कुरा गेस गर्नु भएको बाहिरको इन्फर्मेसन नभइकन आफूले जस्तो लाग्छ भनेर भन्ने बेलामा चाहिँ जस्तो देखिन्छ भन्ने बेलामा चाहिँ ई के हो सी मा लास्टमा ई हुन्छ नि त, त्यो ई हटाएर सो देश थप्ने हो है। अब त्यो हेर्दै जाम त्यो कसरी गर्ने। फर एक्जाम्पल आफूले देखेर महसुस गरेको कुरा इन्फर्मेसन सोर्स चाहिँ आफै नै भइहाल्यो। जस्तो देखिन्छ भन्दाखेरि ई एडजेक्टिभमा ई हटाउने प्लस के गर्ने सो देश थप्ने। फर एक्जाम्पल थाकाई भनेको ई एडजेक्टिभ भयो हैन, यसमा ई लास्टको ई हटाएर सो देश थप्यो भने के हुन्छ? थाकासो देश। कोनोकुरुमा वा थाकासो देश, यो कार चाहिँ महँगो जस्तो देखिन्छ भने है। थाका अनि सो देश, ई हटाएर प्लस सो देश। ओइसी लास्टमा ई छ, ईलाई हटाउने प्लस के गर्ने सो देश। कोनोर्योरी वा ओइसी सो देश भनेको ओइसी अनि ई हटाएर के भयो? सो देश। ओइसी सो देश भनेको यो खाना मिठो जस्तो छ, हेरेर आफैले मिठो जस्तो लागेर के कोनोर्योरी वा ओइसी सो देश मिठो जस्तो छ। अब सामुईमा लास्टको ई हटाएर सो देश थप्ने भने के हुन्छ? सामु सो देश। अब बाहिर भित्र कोठाभित्र बस्नु भएको छ, बाहिर हिउँ परिरहेको छ, भित्रबाट जाडो जस्तो छ भन्दाखेरि के भन्नु पर्यो? आसोको वा सामुसो देश है, सोतो वा सामुसो देश। यसरी तपाईहरुले ई एडजेक्टिभ अथवा ई के हो सी को लास्टको ई हटाएर सो देश थप्नु भयो भने त्यसैको जस्तो देखिन्छ अथवा आफ्नो गेस फर्ममा जान्छ। अब यसलाई चाहिँ हामीले यो त आफूले सोचेको आफ्नो गेस हो। अब रे भन्दाखेरि कसरी भन्ने त ई एडजेक्टिभको? अब ई एडजेक्टिभको रे भन्दाखेरि एकदमै सजिलो छ। ई एडजेक्टिभमा डाइरेक्ट सो देश थप्दिने हो। अहिले चाहिँ जस्तो छ भन्दाखेरि चाहिँ ई हटाउनु पर्थ्यो भने अब मिठो छ रे भन्दाखेरि चाहिँ डाइरेक्ट ई एडजेक्टिभ प्लस सो देश गरिदिने। एकदमै सजिलो छ, इन्फर्मेसन सोर्सको अरूबाट पाएको कुरा है। अब यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ महँगो छ रे मिठो छ रे भन्दाखेरि चाहिँ ई एडजेक्टिभमा डाइरेक्ट सो देश थप्दिने। थाकाई प्लस सो देश, थाकाई सो देश भनेको कोनोकुरुमा वा थाकाई सो देश। कोनोकुरुमा वा थाकाई सो देश भन्नुको अर्थ के भयो? यो गाडी महँगो छ रे भने जस्तो के। तपाईँ गाडी हेरेर जानुभयो, त्योभन्दा पहिले तपाईँलाई साथीले चाहिँ त्यो गाडी महँगो छ है भनेर कुरा गरेको थियो भने तपाईँले अर्को साथीलाई कुरा गर्दाखेरि कोनोकुरुमा थाकाई सो देश भनेर भन्यो भने यो गाडी महँगो छ रे, पहिले अरूबाट सुनेर महँगो छ रे भने जस्तो हुन्छ है। अब तपाईँले यही डिफ्रेन्स देखिहाल्नु भयो। कोनोकुरुमा वा थाका लास्टमा ई हटायो भने के हुन्छ? थाकासो भन्नुको अर्थ महँगो छ जस्तो छ भनेर आफैले गेस गरेको भयो। तर त्यो ई राखेर सो देश थप्यो भने के भयो? थाकाई सो देश। त्यो भनेको महँगो छ रे, इन्फर्मेसन के भयो? बाहिरबाट आएको भयो। अनि यो सानो कुरा हो तर एकदमै इम्पोर्टेन्ट छ। यो चाहिँ N5 N4 मा एकदमै ट्रिकी क्वेसन भएर आउँछ, या एकदमै याद गर्नु होला है। अब ओइसी प्लस सो देश भनेको के भयो? ओइसी सो देश। अब यसमा के भयो? यो खाना मिठो छ रे भन्ने मिनिङ आयो। सामुई प्लस सो देश, सामुई सो देश भन्नुको अर्थ सोतो वा सामुई सो देश। बाहिर चिसो छ रे, बाहिर जाडो छ रे। यसरी चाहिँ तपाईहरुले ई के हो सी मा चाहिँ सो देश युज गर्न सक्नुहुन्छ। यसरी नै तपाईहरुले अब ना एडजेक्टिभमा पनि सो देश युज गर्न सक्नुहुन्छ। सेम फर्मुला हो। तपाईहरुले पहिला आफूबाट आफ्नो गेसमा युज गर्दाखेरि चाहिँ ना एडजेक्टिभ प्लस सो देश डाइरेक्ट गरिदिने। त्यसो गर्नुभयो भने चाहिँ त्यही हो यसको फर्मेसन।
फर एक्जाम्पल जस्तै सिजुका प्लस सोदेश, सिजुका सोदेश हैन, कोनोहेया वा सिजुका सोदेश। यो कोठा चाहिँ अलि शान्त जस्तो छ हैन। अब अर्को छ बेन्री, बेन्री प्लस सोदेश, बेन्री सोदेश। कोनो आपुरी वा बेन्री सोदेश। यो एप अलि बेन्री अलि युजफुल जस्तो छ, सजिलो जस्तो छ है। थर्डमा छ थाइहेन प्लस सोदेश, थाइहेन सोदेश। सिगोतो वा थाइहेन सोदेश। काम चाहिँ गाह्रो देखिन्छ, गाह्रो जस्तो छ भने चाहिँ यसरी तपाईले ना एडजेक्टिभमा सोदेश राख्न सक्नुहुन्छ, जस्तो लाग्छ भनेर युज गर्दाखेरि। अब यसैमा तपाईहरुले अरूले भनेको रे भन्दाखेरि चाहिँ कसरी भन्ने त? ना एडजेक्टिभमा प्लस बिचमा दा युज गर्नुपर्छ प्लस सोदेश। ना एडजेक्टिभ प्लस दा प्लस सोदेश। अब हेरौँ है त, सिजुका दासोदेश हैन, सिजुका प्लस दा प्लस सोदेश। यो भनेको के हो? कोनोहेया वा सिजुका दासोदेश। अर्कैले पहिले यो कोठा चाहिँ अलि शान्त छ है भनेर तपाईलाई भनिसक्यो, तपाईले अर्कैलाई भन्दाखेरि के भन्नु पर्यो? यो कोठा शान्त छ रे, सिजुका दासोदेश। बेन्री प्लस दा प्लस सोदेश, बेन्री दासोदेश। कोनो आप्री वा बेन्री दासोदेश। यो एप चाहिँ सजिलो छ रे। अब अर्को छ थाइहेन दा अनि सोदेश, थाइहेन दासोदेश। थाइहेनमा प्लस दा प्लस सोदेश, थाइहेन दासोदेश। सिगोतो वा थाइहेन दासोदेश। काम गाह्रो छ रे भनेर चाहिँ यसरी मिनिङ आउँछ। तपाईहरुले नाकेओसीमा गाह्रो छ रे, सिजुका छ रे हैन, शान्त छ रे भनेर भन्दाखेरि के गर्नु पर्यो? बीचमा दा थप्नु पर्यो। नाकेओसी प्लस दा प्लस सोदेश। त्यो याद गर्नु होला, एकदमै इम्पोर्टेन्ट छ। अब नाकेओसी सकिसकेपछि हामीले लास्टमा केसँग युज गर्ने? नाउनसम्म युज गर्ने। अब यो नाउन र सोदेश युज गर्दाखेरि चाहिँ अलिकति ट्रिकी छ, सो यो कुरा राम्रोसँग सुन्नु होला। सबैभन्दा पहिला यदि तपाईहरुले केही कुरा आफैले गेस गर्नुभएको, आफैले सोच्नुभएको जस्तो छ भन्ने बेलामा चाहिँ नाउनसँग डाइरेक्ट सोदेश जोड्न मिल्दैन। भन्नुको अर्थ खारे वा गाकुसे, गाकुसे भनेको के भयो? नाउन भयो। सोदेश अब यतिकै हेर्दाखेरि त विद्यार्थी जस्तो छ भनेर सुनिन्छ नि, तर यस्तो गर्न पाइँदैन, यस्तो युज हुन पाइँदैन, यस्तो नाउनसँग डाइरेक्ट सोदेश जोडिँदैन। तर यदि खारे वा गाकुसे दासोदेश यो भनेको तपाईको अरूले भनेको इन्फर्मेसनमा चाहिँ बिचमा दा राखिदिने हो भने चाहिँ अरूले भनेको इन्फर्मेसन भयो, यस्तो बेलामा चाहिँ बिचमा दा राखेर नाउनसँग सोदेश जोड्न मिल्छ। सो यदि तपाईहरुले केही कुरा आफैले गेस गर्नु भएको हो भने नाउन र सोदेश युज गर्न मिल्दैन। इक्जाम्पल हेरौँ, बुझ्न सजिलो हुन्छ है त। सबैभन्दा पहिला तपाईले अरूले भनेको कुरा भन्दाखेरि भर्बसँग एडजेक्टिभसँग जोड्नु भयो। अब नाउनसँग जोड्दाखेरि चाहिँ कस्तो हुन्छ भन्दाखेरि नाउन प्लस दा प्लस सोदेश। गाकुसे दा सोदेश भनेको गाकुसे हो रे। इस्या दासोदेश भनेको आनुहितो वा इस्या दासोदेश। इस्या भनेको डाक्टर हैन, त्यो मान्छे डाक्टर हो रे। युमे दासोदेश, युमे भनेको फेमस, युमे दासोदेश। कोनो मिसे वा युमे दासोदेश भनेको युमे भनेको के भयो? नाउन भयो हैन, प्लस दा प्लस सोदेश गरेपछि के भयो? युमे दासोदेश। नाउनसँग सोदेश जोड्दाखेरि बिचमा दा राख्ने, अनि त्यो दा राखेपछि के हुन्छ? रे को मिनिङ दिन्छ है, जस्तो लाग्छ भन्ने हुँदैन है। अब यसै चाहिँ तपाईहरुले नाउनमा जोड्न सक्नुहुन्छ। नाउनसँग जोड्दाखेरि जस्तो लाग्छ भन्ने हुँदैन। त्यो बेलामा चाहिँ के आउँछ? मिताई। अब नाउनसम्म जोड्दाखेरि मिताई युज गरिन्छ। अब जस्तै गाकुसे दासोदेश भनेर भन्न त पाइएन, तर गाकुसे मिताई भन्न चाहिँ पाइयो है। सो अब हामी नेक्स्ट के को बारेमा सिकिन्छ? मिताईको बारेमा सिकिन्छ। सो अब यो मिताई भनेको के हो त? केही कुरा जस्तो लाग्छ, जस्तो लाग्यो भन्नको लागि चाहिँ मिताई युज गरिन्छ। अहिले सोदेश भने जस्तै आज पानी पर्छ जस्तो लाग्छ हैन, पानी पर्छ जस्तो लाग्यो, पानी पर्छ जस्तो देखिन्छ भन्नको लागि चाहिँ हामी मिताई युज गरिन्छ। अब स्पेशली यो सोदेश र मिताई अब एउटै जस्तो लाग्छ, तर यसमा चाहिँ केही फरकहरू छ, केही कुराहरू छ जुन तपाईहरुले बुझ्नुपर्छ है। त्यस्तो धेरै फरकहरू होइन। सबैभन्दा पहिला मिताई कति बेला युज हुन्छ? जब केही कुरा आफूले देखेर आफूले अनुमान गर्दाखेरि नाउन पनि यसमा जोड्न मिल्छ मिताईमा है। गाकुसे मिताई हैन, कोको वा के टोक्यो मिताई हैन, त्यसरी नाउनसँग जोड्न मिल्छ। अर्को कुरा फिलिङ र इम्प्रेसन, आफ्नो फिलिङ भन्दाखेरि हैन, लजिक एक्सप्लेन गर्नु पर्दैन, बस यस्तो लाग्छ भन्दाखेरि चाहिँ मिताई युज गरिन्छ। अनि फ्युचरको गेस गर्दाखेरि चाहिँ के हुन्छ? त्यति बेला पनि मिताई पनि युज गरिन्छ। क्याजुअल डेली कन्भर्सेसनमा पनि मिताई युज गरिन्छ। तर मिताई चाहिँ बोल्नको लागि, फर्मल कन्भर्सेसनको लागि साथीभाइहरुसँग युज गरिन्छ। त्यसकारण तपाईहरुले बिजनेस मेल र यो के फर्मल मेलहरुमा चाहिँ मिताई चाहिँ युज गरिदैन।
तपाईहरुले के कसैलाई चाहिँ बिजनेस मेल लेख्दै हुनुहुन्छ हैन फर्मली के लेटरहरु लेख्दै हुनुहुन्छ भने त्यसमा चाहिँ मिताई युज हुँदैन यो चाहिँ बोलचालको भाषामा मात्रै धेरै युज हुन्छ भनेर बुझ्दा हुन्छ सो अब मिताई कसरी युज गर्ने हेरौँ है त एकदमै सजिलो छ मिताई पनि वर्ब एडजेक्टिभ र नाउन सँग युज गर्ने हो अब अहिलेको जस्तो त्यस्तो कम्प्लिकेटेड छैन मिताईमा चाहिँ के गर्ने डाइरेक्ट वर्ब सँग मिताई नाउन सँग प्लस मिताई एडजेक्टिभ सँग प्लस मिताई वर्ब सँग युज गर्दाखेरि वर्ब को डिक्सनरी फर्म हैन त्यो सँग डाइरेक्ट मिताई आमेगा फुरु मिताई हैन आमेगा फुरु मिताई भनेपछि के भयो पानी पर्ला जस्तो छ हैन कुरु मिताई भनेको आउला जस्तो छ इकु मिताई जाला जस्तो छ हैन ताबेरु मिताई भनेको खाला जस्तो छ आफुलाई त्यस्तो लाग्यो के यसै तपाईहरुले अगाडि डिक्सनरी फर्ममा प्लस मिताई गर्नुभयो भने आफुलाई यस्तो लाग्छ अथवा फ्युचरमा यस्तो होला भनेर यसरी गेस पनि गर्न सक्नुहुन्छ एकदमै यो फ्लेक्सिबल कुरा हो तपाईले धेरै कुरामा युज गर्न सक्नुहुन्छ यो मिताई भन्ने कुरा सो नेक्स्ट अब तपाईहरुले नाउन सँग युज गर्दाखेरि पनि डाइरेक्ट नाउन प्लस मिताई आनोहितो वा गाकुसे गाकुसे भनेको नाउन भयो डाइरेक्ट प्लस मिताई गरे भने गाकुसे मिताई मैले यहाँ पानी परे जस्तो देखिन्छ भनेर लेखेको छु यो चाहिँ रङ मिनिङ हो हैन यहाँ चाहिँ अलिकति मिस्टेक भएको रहेछ गाकुसे मिताई भनेको त्यो मान्छे चाहिँ विद्यार्थी जस्तो देखिन्छ जस्तो लाग्छ हैन अब अर्को छ कोको वा ब्योइन मिताई यहाँ चाहिँ अस्पताल जस्तो देखिन्छ नर्मली भन्दाखेरि तपाईले नाउन सँग डाइरेक्टली मिताई जोड्न सक्नुहुन्छ अब एडजेक्टिभको पनि त्यही हो तपाईले एडजेक्टिभ प्लस डाइरेक्ट मिताई गर्ने कुनो रामेन वा खाराई भनेको इ के ओसी भयो डाइरेक्ट मिताई के भयो कुनो रामेन वा खाराई मिताई भनेको के भयो पिरो जस्तो छ अब खारे वा गेंकी मिताई गेंकी भनेको के हो ना के ओसी यसमा पनि उ ठीकठाक अथवा फुर्तिलो जस्तो छ यसै चाहिँ तपाईहरुले मिताई र सोदेश युज गर्न सक्नुहुन्छ सो जहिले पनि सोदेश युज गर्दाखेरि चाहिँ फर्मल कुराको लागि युज गर्नु होला अनि मिताई युज गर्दाखेरि चाहिँ तपाईहरुले कन्भर्सेसनमा युज गर्नु होला सो आजको लागि यति नै यदि तपाईहरुलाई यो भिडियो इन्फर्मेटिभ लाग्यो भने मलाई फलो गर्न नबिर्सनु होला म यस्तै भिडियोहरु लिएर आइराखेको छु अनि आइराख्ने छु टिल देन सी या